नमस्ते, मुनाल डिजिटलको अफिसियल युट्युब च्यानल हेरेर बस्नुहुने तपाईँ सम्पूर्णमा आज म बर्दिया जिल्लाको बडायाताल गाउँपालिका वडा नम्बर 8 मा पर्ने यो तिलकाना हैन तिलकाना पशुपति बजार भन्ने ठाउँमा आइपुगेको छु। आज चाहिँ म घुम्दै आउने सिलसिलामा रहेछ के गर्नु भएको रहेछ भन्ने यस्तो मनमा एउटा एक किसिमको उत्सुकता जाग्यो। अनि पछि हालेँ यो सानो भनौँ कि ठुलो फर्ममा एउटा त्यहाँ मैले भिजिट गर्ने अवलोकन गर्ने अवसर पाएँ। सिंहबहादुर केसीसँग म सानो एउटा अन्तरङ्ग कुराकानी गर्न चाहन्छु। नमस्ते। नमस्ते। आराम हुनुहुन्छ? आरामै छु। त्यही त हामी घुम्दै आउँदाखेरि देख्यौँ हजुरको फर्म। एकदम लालायत भयो कि म अहिले यो मान्छेहरू हैन वैदेशिक रोजगारीको लागि धेरै विदेश जान्छन्, यो गर्छन् उ गर्छन् हैन, आफ्नै ठाउँमा यस्तो गरे भने हुँदो रहेछ नि भन्ने किसिमको एउटा खालको उदाहरणीय काम हजुरले गर्नुभएको रहेछ। त्यही भएर खुसी पनि लाग्यो। अनि थोरै कुराकानी 5-10 मिनट केही बोल्न मिल्छ कि भनेर उहाँको कार्यव्यस्तताको बावजुद पनि कुरा गर्न चाहिँ मन लागेर केही प्रश्नहरू यहाँलाई म गर्न चाहन्छु। कतिवटा पार्नु भएको छ गाई? अहिले मसँग 40 वटा 40 वटा छन् है। ए के जात 65 वटा थियो, गाई घटाएर अहिले 40 बनाएको। हजुर। तर यो पाल्ने हाम्रो चाहिँ नि टार्गेट चाहिँ 50 मात्रै हो। हजुर। अब 40 वटा हुँदा पनि फेरि ब्यायो भने 50 त्यो रिकभर भइहाल्छ। अनि के जातको गाईहरू चाहिँ? होलिस्टेन गाईहरू सबै गाईहरू होलिस्टेन है। त्यही त खोर पनि कस्तो राम्रो आकर्षक बनाउनु भएको रहेछ। अब 40 वटा चाहिँ अहिले माउ छन्? 40 वटा सबै मिलाएर 40 वटा छन्। ए बाछा सबै भन्दाखेरि बाछा मिलाएर हैन, बाछीहरू नै छन् धेरै बाछीहरू है। म अहिले ब्रिडमा काम गरिरहेको छु। खास भन्नुपर्दाखेरि मैले चाहिँ नि अहिले दुधबाट भन्दा पनि बाछीहरूलाई माउ बनाएर बेच्दाखेरि चाहिँ प्रफिट देखेको कारणले अहिले म बाछी ब्रिडिङमा काम गरिरहेको छु अहिले। त्यही त। अनि यो चाहिँ पाल्नलाई सहजता असहजता के कस्तो छ, लगानी के कति लाग्छ सुरुवाती चरणमा यसो खुलाइदिनुहोस् न। अब पाल्नको लागि लगानी त सुरुवातमा त जुनसुकै काम गर्दा पनि लगानी लिनै भयो। हजुर। तर कति लगाउने त्यसको कुनै सीमा नै हुँदैन हैन। कतिबाट सुरु गर्ने? 5 वटाबाट सुरु गर्नुभयो भने पनि सुरु भयो। हजुर हैन, फर्मकै रूपमा जान्छ। 5 वटा सुरु गर्नुभयो भने फर्ममा दर्ता हुन्छ। हजुर। अनि त्यसपछि अब थोरैबाट सुरु गरेको काम जे पनि सक्सेस हुन्छ। हो नि। एकैचोटि धेरै गर्नुभन्दा थोरैबाट गरियो भने अनुभव बटुल्दै जाँदाखेरि धेरै कुराहरू सिकिन्छ र सक्सेस भइन्छ। अहिले तपाईँ के छ, एकदम सन्तुष्ट हुनुहुन्छ व्यवसायबाट? सन्तुष्ट छु म। खास त म यो बाख्रा पालन भनेर मैले बनाएँ, यो जुन संरचना तयार गरेँ। त्यही त हामीले हेऱ्यौँ नि, दुई तले खोर देख्यौँ कि हेर्दाखेरि है। यो बोयर बाख्राको टार्गेट हो। खास चाहिँ यो पनि ब्रिडमै काम गर्ने भनेर बोयर बाख्राको लागि मैले यो खजुरामा जुन हाम्रो चाहिँ सरकारी उ छ नि खजुरामा, त्यसमा गएर हेरेर त्यही अनुसारको खोर बनाएको मैले। हजुर। अब सरकारी मापदण्डभित्रै परेको खोर हो यो। हजुर। अनि त्यसरी गर्दै जाँदाखेरि त्यो ब्रिडमा काम गर्न यहाँ अलि वातावरण मिलेन है। गर्नलाई गरियो, तर त्यसमा अलिकति घाटा भयो। त्यसको घाटा जस गाईले मेकअप गरिरहेको छ, राम्रो भइरहेको छ राम्रो। अनि यहाँ 40 वटा गाई छन् भन्नुभयो, एक्लै त भ्याउनु नला पक्कै पनि? 3 जना छन् काम गर्ने कर्मचारीहरू 3 जना है। भनेपछि हजुरले एउटा यो व्यवसाय सुरु गर्नाले आफूलाई पनि रोजगारी भयो, 3 जना थप यहाँका स्थानीयलाई रोजगारी भयो है। कहिले 5 जना नि हुन्छन् हैन, तर नर्मली गाई बढेको बेलामा अलि बढी हुन्छ होला हैन, कम भएको बेलामा कम हुन्छ। अनि अर्को कुरा मैले सोध्न चाहेँ हजुरलाई, अहिले 40 वटा भएका मध्येमा दुध दिने चाहिँ कतिवटा? अहिले दुध दिने 10 वटा मात्रै छन् घटाएको कारणले। नत्र हामीसँग 65 वटा थिए, 25 वटा बेचियो भन्दैछु, ती सबै माउ बेचियो। अनि दुध दिने 10 वटा गाई मध्ये 10 वटा गाई मध्येमा चाहिँ हजुरको भनौँ न 10 वटा गाईको साँझ बिहान गरेर चाहिँ 100 लिटर जान्छ। 100 लिटर साँझ 100 लिटर दिनमा जान्छ। अहिले चाहिँ भनेपछि अलिक कमै रहेछ। अहिले कमै छ। तपाईँले चाहिँ आफ्नो यो कति वर्षको अनुभव छ यो गाई पालेको चाहिँ? कति वर्ष? 4 वर्ष। मैले सानो चाहिँ के सोध्न चाहेँ भन्दा 4 वर्षको तपाईँको अनुभवमा चाहिँ सबैभन्दा बढी दुध हजुरले बेच्नु भएको चाहिँ दिनमा कति छ? मैले बढीमा 110 सम्म बेचेछु। एक दिनमा? दिनमा होइन, टाइममा। एक टाइममा 110 भनेपछि त साँझ बिहान गरेर चाहिँ लगभग 220 लिटर भनेपछि त मेहनत गरेपछि त परिश्रम गरेपछि त दिनमै 220 लिटर हजुरको दुध दिन सकिँदैछ। हजुरको त्यो त नयाँ तपाईँको गाई पालन गर्न चाहने होइन, कृषिमा तपाईँको क्रान्ति गर्न चाहने युवाहरूलाई होइन, नयाँ पुस्ता नयाँ पिँढीहरूलाई चाहिँ एउटा के सन्देश पनि जाओस् भन्ने हिसाबले मैले यो प्रश्न गरिरहेको छु। भन्दा जस्तै हामीले हजुरले दिनमा 220 लिटर दुध बेच्यो भन्नुभयो होइन, 220 लिटर दुध बेच्दा चाहिँ मुनाफा चाहिँ कति हुन आउँछ? अब त्यो मुनाफा यस्तो हुन्छ, अब मुनाफा मेरो ब्रिडमा काम गर्ने भएको भएर सानोलाई धेरै पाल्नुपर्ने हुन्छ र यसमा फाइदा यतातिर घुसिरहेको हुन्छ हैन।
अब दुध दिने मात्रै गाई पाल्यो भनेदेखि राम्रो फाइदा हुन्छ। हो त्यो पनि हो। आफ्नो प्रोडक्ट चाहिँ के को लागि बनाइरहेको छु भन्ने कुरा पनि फरक भन्ने पार्ने हो नि फरक फरक पार्छ। अनि हजुरले यो चाहिँ अहिले जुन भइरहेको सबै गाईहरूलाई चाहिँ खुवाउने आहारहरू चाहिँ के कस्तो हो? आहारको व्यवस्थापनमा अलिकति समस्या नै छ भन्नुपर्छ। हुन त मसँग अहिले 2.5 बिघा यहाँ जग्गा छ, हजुर यसमा सबै मेरो घाँसै छ। हजुर अब यो घाँस चाहिँ विभिन्न जातको घाँसहरू छ। घाँस नै फोकस गर्नुपर्छ गाई पाल्नलाई। पहिलो प्रायोरिटी घाँसलाई दिनु पर्यो। घाँसलाई नै दिनुपर्छ। अब पोहोर साल मेरो घाँस कमी थियो, अहिले अलि बढी छ हजुर र गाई पनि अहिले कम छन् र मलाई अलि सहज होला। सहजता लाग्छ। घाँस बाहेक अन्य हजुर घाँस बाहेक अन्य चाहिँ मैले खुवाउने अब मकैको साइलेज छ, बनाएको छु अहिले। आफैले बनाउनु भएको? आफैले बनाएको। यो साल चाहिँ म साइलेजमा जाँदैछु र सुरुवात गरेछु। यो अनुभव पहिलो अनुभव पनि हो मेरो साइलेजको लागि। र साइलेज त मैले पहिला बाख्रा पाल्दा पनि बनाएकै हो। साइलेज भनेको हामीले अहिले देखिरहेको यो प्लास्टिकमा यो प्लास्टिक ट्यागहरू हजुर हजुर साइलेज हो। हरियो मकैको दुधे मकैको ए साइलेज। साइलेज अनि त्यसपछि गहुँको भुसा खुवाइन्छ, तराई हो यो त हाम्रो होइन। तराईमा चाहिँ अब गहुँको भुसा खुवाइन्छ। त्यसपछि अब अहिले नयाँ मैले सोचेर बनाएको जुन चाहिँ अहिलेसम्म सायद यहाँ चलनै छैन, त्यो चलन मैले के ल्याएँ भन्दा यो ढोँड छ नि मकैको ढोँडहरू, हजुर यसको पनि भुसा बनाउने। हजुर यसको भुसा बनाउँदाखेरि के हुँदो रहेछ भन्दा गहुँको भुसामा भन्दा यसमा प्रोटिन छ। गहुँको भुसामा 0% छ भने यसमा 3-4% छ है। प्रोटिन पनि छ र प्लस दानामा नि बचत हुन्छ यसको भुसा खुवाउँदाखेरि। हजुर हजुर यसको भुसा मजाले दाना नहाली खान्छ भने गहुँको भुसा दाना हाल्नुपर्छ र बचत पनि योबाट हुन्छ। अनि यो बाहेक अन्य के हामीले जस्तै बजारिया दानाहरू हुन्छ नि, बजारमा अब आइरहेका त्यो प्याकेजिङ दाना, त्यो दानाहरू कति खुवाउनु पर्ने हुन्छ? त्यो त खुवाउनै पर्छ है। दुध दिने गाईलाई क्षमता कम्पलसरी नै हो है। कम्पलसरी। अनि घाँसको कुरा गर्दै गर्दा हामीले जस्तै यो देख्यौँ ब्याकग्राउन्डमा पनि छ होइन, यो के जातको घाँसहरू हुन्? अब यो चाहिँ नि हाम्रो भाषामा भन्नुपर्दा जुनेलो मकै हो यो। जुनेलो मकै हजुर। यसका नि धेरै भेराइटीहरू छन्। हजुर अब पिओ सेन्टी छ, अनि बाजरा छ। हजुर। अब यसका विभिन्न जात छन् होइन। त्यसमध्येमा हामीसँग 3 भेराइटीको यो छ। हजुर। र हामीसँग रेड नेपियर भन्ने सुपर नेपियर र रेड नेपियर। उता देखिरहेको रेड नेपियर, रेड नेपियर त्यो कालो कालो कलेजी कलरको हो रेड नेपियर है। रेड नेपियर। अनि त्यो हरियो खालको सुपर नेपियर हो। हजुर हजुर। यस्तै छ घाँसहरूको व्यवस्थापनको बारेमा। भनेपछि अहिले हजुरले जुन यो के छ भने यो जुन सुपर नेपियर र रेड नेपियर छ यिनी बहुवर्षीय घाँस हुन्। एकचोटि लगाएपछि यो घाँस 5 वर्षसम्म हामीले चाहिँ नि काटिराख्न मिल्छ। महिनाको एकचोटि काट्नु। मैले बुझेँ कुरा। हजुर हजुर। बहुवर्षीय बहुवर्षीय यिनीहरू चाहिँ सालै पछि लगाउनु पर्ने? यिनीहरू सालै पछि लाउनुपर्छ। 2-2.5 महिना चल्छ नि घाँसहरू। भनेपछि के छ, हजुरले गरेको कामबाट सन्तुष्ट खुसी नै हुनुहुन्छ? अब घाँस लगाउँदाखेरि त्यही हो, किसानहरूलाई म के भन्छु भने जो पनि नयाँ गर्दै हुनुहुन्छ उहाँहरूले घाँसमा फोकस गर्नुहोस्। घाँस 2 थरीको लाउनुहोस्, एउटा कोसे घाँस, एउटा अकोसे घाँस। अकोसे घाँस बहुवर्षीय हुन्छ। कोसे घाँसहरू चाहिँ नि अब जस्तै बर्सिम, ज्वाइन भेजहरू यिनीहरू चाहिँ नि टाइमली हुन्छन्। यिनीहरूलाई चाहिँ नि समय मिलाएर लगायो भने हुन्छ। चाहिँ मलाई एकदम सोध्न इच्छा लागेको यो साइलेज भन्नुभयो, त्यो साइलेज चाहिँ अब हजुरले आफूले बनाएको मैले हेर्न पाएँ, देख्न पाएँ। त्यो चाहिँ हजुरले बनाउन कसरी सिक्नुभयो भनेर मैले सुन्न चाहेँ। अब यो मैले खास त चाहिँ तालिमबाट पनि सिकेको हो, अनि युट्युबहरूबाट पनि हो। तालिम भन्नाले कुन ठाउँ? तालिम त म रुकुनदेहीमा गएको बेला सिकेँ। कहाँको मान्छेले सिकाउनु? रुकुनदेहीमा उनी किसानले गरेको। रुकुनदेहीमा म जुन बाख्रा फार्म गर्ने सुरुवात गर्ने बेलामा 7 दिन मैले उहाँ ट्रेनिङ दिएको थिएँ। त्यसमै सिकेको काम हो। र साइलेज भन्नेलाई चाहिँ हामीले चाहिँ सरल र सहज भाषामा बुझ्नुपर्दा नेपाली गुन्द्रुक जस्तो हो। नेपालीमा अब गुन्द्रुक खाँदै राखिन्छ, यो पनि खानै पर्छ, हावा निकाल्नै पर्छ होइन। बनाइदिने तरिका बनाइदिने तरिका चाहिँ अब यसको तरिका धेरै छ, कस्तो बनाउने होइन, कति गर्ने भन्ने कुरा भन्छ कि। अब ठुलो गर्ने, धेरै गाईलाई पाल्ने गर्ने हो भने त्यो खाल्डोमा जानुपर्छ। खाल्डोमा बन्ने, ट्र्याक्टर लगाउने, त्यसपछि त्यही अनुसार बनाउने, पेल्ने, मकै हालेर पेल्ने, मिसिन कटिङ गरेर राम्रोसँग कटिङ गर्ने मिसिन पनि छुट्टै खालको हुन्छ त्यो, अनि त्यसमा पेलेर गर्नुपर्छ। अब हामी त्यसमा गइएन, यो चाप कटर मिसिनले काटेको हो। चाप कटर मिसिनले काटेर प्याकिङ गरेको हो। यो यसमा प्लास्टिक हो। नभए अन्य किसिमको सल्लाह सुझाव चाहिने साथीहरू हजुरको फर्ममा आएर हजुरलाई व्यक्तिगत रूपमा सोधपुछ गर्दा पनि भयो होइन। अब यो हामी साइलेजकै प्रविधिमा जाने हो भने मैले सोचेअनुसार त खास ड्रमहरू युज गर्दा धेरै राम्रो हुन्छ। प्लास्टिकका ड्रमहरू एकचोटि खर्च त लाग्छ अलिकति, तर एकदम रेगुलर हुन्छ। त्यो ड्रम सिस्टममा गयो भने रेगुलर खुवाउन मिल्छ।
आउने मान्छे हजुरले सिकाइदिनु सिकाउँछु म कसरी सिकाउँछु हजुरको कार्यव्यस्तता बावजुद पनि हामीलाई समय मिलाइदिनु भयो होइन। अन्तमा जाँदा जाँदै हजुरलाई एउटा सानो प्रश्न मैले गर्न चाहेँ। अब कृषि गर्न चाहने अथवा गाई पालन गर्न चाहने जुन नयाँ आउने युवा पिँढीका भाइहरू बहिनीहरूलाई अथवा कृषक साथीभाइहरूलाई चाहिँ हजुरको एउटा छोटकरीमा सानो सल्लाह र सुझाव चाहिँ दिनु। मेरो सानो सल्लाह सुझाव भन्नुपर्दाखेरि के छ भने अब यो व्यवसायमा एकदमै लागि पर्नुपर्छ होइन। अब मैले यति फर्म गरेको छु म चाहिँ नि साहु हो भनेर बाहिर हिँड्यो भने त्यसको फर्म डुब्छ। यसमा लागि पर्नुपर्छ, आफै लाग्नुपर्छ, प्लस काम गर्ने पनि हुन्छन् साथमा म्यानेजमेन्ट आफ्नो केही हल्काफुल्का सकेको आफूले पनि श्रम गर्नुपर्छ अनि बल्ल मात्रै सक्सेस भइन्छ। नत्र गाई फर्म खोलेको छु मान्छे राखेको छु के अरे भनेर बाहिरतिर घुम्यो भने यो पनि डुब्छ। हुन्छ, हस् धन्यवाद यहाँसम्म आएर मेरो सानो